नमस्कार। आजको यस रोचक प्रस्तुतिमा स्वागत छ। आज हामी नेपाली व्याकरणको एउटा अत्यन्तै रमाइलो विषयमा कुरा गर्दैछौँ। सुन्दा अलि कडा र प्राविधिक जस्तो लागे पनि पदवर्ग विचलनको यो विषयवस्तु निकै गजबको छ। व्याकरणका नियमहरू कसरी नाटकीय रूपमा फेरिन्छन् भन्ने कुरा आज छर्लङ्ग हुनेछ। ल, अब एउटा कुरा सोचौँ त, के एउटै शब्दले एउटै वाक्यमा फरक जागिर खान सक्छ? के एउटा शब्द सुटुक्क रूप फेरेर अर्कै भूमिकामा देखिन सक्छ त? पक्कै पनि सक्छ। सधैँ देखिरहने शब्दहरूले हाम्रो आँखा अगाडि नै कसरी आफ्नो काम फेर्छन् भन्ने कुरा आज हामी एउटा रमाइलो टोल बैठकको कथाबाट बुझ्नेछौँ। खासमा यो पुरै विषयलाई एउटा गाउँको बैठक जस्तै मान्न सकिन्छ। कल्पना गरौँ, पदवर्गहरूको टोलमा एउटा ठूलो भेला आयोजना भएको छ। यो कुनै सामान्य चियागफ होइन नि, यो त उनीहरूको आफ्नै पहिचान र कामको बारेमा चलेको एकदमै गम्भीर मिटिङ पो हो। अनि यो विशेष बैठकमा निम्तालुहरू को छन् त? यहाँ नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपात जस्ता सबै परिचित अनुहारहरू उपस्थित छन्। सबैका आफ्ना पिरमर्का छन् र सबै आफ्ना कुरा राख्न आतुर छन्। पहिलो खण्ड, विशेषणको गुनासो। बैठक सुरु हुने बित्तिकै सबैभन्दा पहिला अलि कडा रूपमा उजुरी लिएर आउने पात्र हो विशेषण। ऊ अलि रुष्ट छ। उसको मुख्य गुनासो के छ भने गरिब, धनी वा नेपाली जस्ता आफ्ना शब्दहरूले बेला बेलामा नामको काम गरिदिन्छन्। एउटै शब्दले कहिले विशेषता बताउने अनि कहिले आफै नाम भएर उभिने गर्दा असाध्यै अलमल भयो भन्ने उसको ठूलो गुनासो छ। विशेषणले माइक समातेर निकै मार्मिक ढङ्गले भन्छ, हेर्नुहोस्, हाम्रा अगाडि नाम नभएमा हामीले नै नामको काम गर्नुपर्ने रहेछ। अर्थात् अगाडि को छ भन्ने कुराले उनीहरूको जागिरै पक्का गर्दो रहेछ। कस्तो अचम्म होइन त? सन्दर्भले गर्दा नै रूप फेर्नुपर्ने बाध्यता। दोस्रो खण्ड, सर्वनामको दोहोरो भूमिका। विशेषणको कुरा भुइँमा खस्न नपाउँदै सर्वनाम जुरुक्क उठ्छ। उसले पनि समर्थन गर्दै भन्छ, हो, यो समस्या त हामीलाई पनि छ। हामी खासमा नामको सट्टामा आउने हो, तर नाम हामीसँगै टाँसिएर आयो भने त हामीले उसकै विशेषता बताउनु पर्ने हुन्छ र रातारात विशेषणै बन्नुपर्ने बाध्यता छ। यो कुरालाई यसरी प्रष्टसँग बुझ्न सकिन्छ। एकातिर त्यो गयो भन्दा त्यो शब्दले कुनै व्यक्तिको सट्टामा काम गरिरहेको छ, त्यसैले यो सर्वनाम भयो। तर अर्कोतिर त्यो केटो आयो भन्दा चाहिँ त्यो शब्दले केटोसँगै आएर त्यसकै विशेषता बताइरहेको छ। यहाँ त्यो शब्द सर्वनाम नभएर सिधै विशेषण बन्न पुग्यो। एउटै शब्द तर साथी फेरिने बित्तिकै काम पनि फरक। तेस्रो खण्ड, क्रियायोगी, नामयोगी र निपात। बैठक अझै तात्दै जान्छ। पछाडि बसेका अरूको व्यथा पनि उस्तै छ। उदाहरणका लागि माथि, तल, वारी जस्ता दिशा बुझाउने शब्दहरूलाई नै हेरौँ। यी शब्दहरू एक्लै आउँदा क्रियायोगी हुन्छन्, तर जब यिनीहरू नामसँग सिधै जोडिन्छन्, जस्तै रुखमाथि वा टेबुल तल, तब यिनीहरूको परिचय चट्ट फेरिन्छ र नामयोगी बन्न पुग्छन्। त्यति मात्र कहाँ हो र? व्याकरणको सबैभन्दा सानो शब्द जस्तो लाग्ने रलाई नै विचार गरौँ। कहिले यो वाक्यमा मिठास थप्न निपात मात्र बनेर बस्छ भने कहिले दुईवटा वाक्य वा शब्द जोड्ने गहरौँ जिम्मेवारी बोकेर संयोजक बन्नुपर्ने बाध्यता यसलाई आइलाग्छ। साना शब्दहरूको पनि जिम्मेवारी ठुलै हुँदो रहेछ। चौथो खण्ड, नामको निष्कर्ष। सबैको कुरा सुनिसकेपछि बैठकमा एउटा गहिरो सन्नाटा छाउँछ अनि व्याकरणको मुख्य पात्र नाम जुरुक्क उठेर एकदमै पाको ढङ्गले भन्छ, लौ, मैले आजको बैठकको चुरो कुरा बुझेँ। आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिदो रहेछ। अर्थात् कुनै पनि शब्दको परिचय ढुङ्गामा कुदेको अक्षर जस्तो स्थायी हुँदैन। हो, यसैलाई हामी व्याकरणको भाषामा पद वर्ग विचलन भन्छौँ। जब एउटा वर्गको शब्दले आफ्नो मूल काम छोडेर वाक्यको माग अनुसार अर्कै वर्गको काम गर्न थाल्छ, त्यसलाई नै पद वर्ग विचलन भनिन्छ। यो नियम बुझेपछि त भाषा कति धेरै लचिलो रहेछ भन्ने कुरा छर्लङ्गै हुन्छ नि। नामको यो तार्किक निष्कर्ष सुनेपछि विशेषणले पनि चित्त बुझायो र आफ्नो गुनासो फिर्ता लियो। सर्वनाम, नामयोगी लगायत त्यहाँ उपस्थित सबैले ताली बजाए र हर्षोल्लासका साथ यो बैठक सम्पन्न भयो। उनीहरू सबैले बुझे कि रूप फेरिनु समस्या होइन, यो त भाषाको सुन्दरता र आवश्यकता पो रहेछ। अब अन्त्यमा एउटा सानो प्रश्न। अर्को पटक कुनै पत्रपत्रिका वा कथा पढ्दा त्यहाँका शब्दहरूले
कुन लुकेको भूमिका निभाइरहेका होलान् भनेर यसो विचार गर्ने कि के कुनै सर्वनामले विशेषणको काम गरिरहेको त छैन? यो खोजीले पक्कै पनि हाम्रो सिकाइलाई अझै रोचक बनाउनेछ। आजको यस प्रस्तुतिबाट पदवर्ग विचलनको अवधारणा छर्लङ्ग भयो होला भन्ने आशा छ। धन्यवाद।